पैसा कमाउन जति दुःख छ त्यो भन्दा पनि दुःख छ पैसा बचाउन। त्यसैले त कमाएका सबै धनी हुँदैनन्। आज हामीले जान्नेछौँ पैसा बचाउने 4वटा विशेष तरिकाहरू। आउनुहोस् भिडियोलाई सुरु गरौँ। र यदि हजुर पनि धनी बन्न चाहनुहुन्छ, पैसा बचाउन चाहनुहुन्छ भने लाइक गर्नुहोला र सब्स्क्राइब अवश्य गर्नुहोला। पैसा बचाउने 4 तरिकाहरू मध्येमा पहिलो तरिका के हो भने 7 बारहरू मध्येमा एउटा बारमा बन्देज लगाउने। यानि कि यदि हामीले 7वटै बारमा किनबेच गर्दछौँ भने एक दिन यस्तो राख्ने जुन दिनमा मैले कुनै पनि सामान खरिद गर्दिनँ, कुनै पनि सामान किन्ने छैन। यसरी हामीले एक दिन छुट्याएर राख्यौँ भने हामीलाई सोच्ने मौका मिल्नेछ कि यो सामान अवश्य मलाई चाहिएको छ या जरुरत छैन, मनले मागिरहेको छ। यसरी हामीले कुनै पनि बारहरू मध्येमा एउटा बारलाई छुट्याएर राख्यौँ भने त्यो बार हामीले सपिङ गरेनौँ भने हामीले बहुमूल्य सामग्री खरिद नगर्न सक्छौँ, यानि कि अनावश्यक सामानको खरिद नहुन सक्छ। त्यसै कारणले हामीले त्यस्तो दिन छुट्याउँ, कुनै बार छुट्याउँ। विशेष गरेर कपडाको लागि सोमबार र अरू सामानको लागि, कारोबारको लागि व्यक्तिहरूले मङ्गलबारलाई छोड्ने गरेका छन्। हामीले पनि कुनै एक दिन छुट्याएर राख्यौँ भने त्यो दिन हामीले कुनै पनि सामान खरिद गरेनौँ भने पक्कै पनि हाम्रो पैसाको बचत हुनेछ। दोस्रो तरिका के हो भने कार्डबाट कहिल्यै पनि खरिद नगर्नुहोला, कार्डबाट कहिल्यै पनि कारोबार नगर्नुहोला। सुन्दा अचम्म लाग्न सक्छ, तर यो पैसाको मामलामा यदि तपाईँले पैसा क्यास नै बुझाउनु भएको छ भने 100 रुपियाँ बुझाउँदा पनि मनमा पीडा पर्छ, ओ मैले 100 रुपियाँ दिनु पर्यो। तर कार्डको माध्यमबाट 2-3 हजार दिँदा पनि मनमा पीडा हुँदैन। त्यसै कारणले यो कुरा विशेष ख्याल गर्नुहोला र बार परीक्षण गरेर पनि हेर्नुहोला। कार्डबाट गरिएको पेमेन्टमा हाम्रो मनमा धेरै पीडा हुँदैन, तर क्यास दिँदा हाम्रो मनमा पीडा हुन्छ। त्यसैले क्यास कारोबार गर्नुहोला। तेस्रो कुरा के हो भने कुनै पनि विशेष सपिङमा जाँदा हामीले 10, 20, 30, 40, 50, 100, 200 रुपियाँ धेरै पनि दिन्छौँ। तर सामान्य बजारमा जाँदा, सामान्य सब्जी किन्न जाँदा, साना साना वस्तुहरू किन्न जाँदा हामीले त्यहाँ केही मूल्य धेरै दिने गरौँ। फाल्तुमा दिउँ भन्न खोजेको होइन, तर सडकको छेउछाउमा बसेका व्यक्तिहरू जसले दुःख गरेर सामान बेचिरहेका छन् त्यस्ता व्यक्तिहरूको सामान खरिद गर्दा 1-2 रुपियाँ यानि कि 10-5 रुपियाँ धेरै दिने गरौँ। यसरी हामीले त्यो मूल्यभन्दा धेरै सामान दिन्छौँ अथवा कुनै पनि दुःखी व्यक्तिलाई चाहिएको बेलामा धन सम्पत्ति सहयोग गर्छौँ भने हाम्रो सम्पत्ति बढेर जान्छ, पैसा बचाउन सक्छौँ। अब हामीले सोच्न सक्छौँ हामीले धेरै दिएपछि पैसा कसरी बच्छ। यदि हामीले सहयोग गर्यौँ भने त्यो मानसिकताले हाम्रो मन पवित्र हुन्छ, बुद्धिले काम गर्छ र अरू ठाउँमा खर्च हुने ठाउँमा कम खर्च हुन्छ। अनि अन्तिम कुरा के हो भने बचेका साना साना पैसाहरूलाई खुत्रुकेमा राख्ने गरौँ। यदि हजुर सपिङ जानुभयो 1-200 बच्यो भने आएर खुत्रुकेमा राखिदिनुहोस् र कहिलेकाहीँ 1000 रुपियाँका नोटहरू पनि खुत्रुकेमा राखिदिनुहोस्। यसो गर्दा 1-2 महिना, 4-5 महिनामा केही पैसा सङ्कलन हुन्छ र त्यसबाट पनि पैसा बच्ने सम्भावना हुन्छ। त्यसै कारणले यी 4वटा कुराहरूलाई अपनाउनुहोला। कुन पोइन्ट हजुरलाई अत्यन्तै मन पर्यो कमेन्ट बक्समा कमेन्ट गर्नुहोला र च्यानललाई अवश्य पनि सब्स्क्राइब गर्नुहोला। नमस्ते।